सुनिहरूलाई पनि परिचय दिनुको लागि अनुरोध गर्न चाहन्छु र त्यसै गरेर किरिस परिवारलाई पनि म परिचय दिनलाई हार्दिक अनुरोध गर्न चाहन्छु र अन्तिममा हाम्रा भाइ सञ्जु परिवारलाई पनि म आफ्नो परिचय दिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र समग्रमा दुवै टिमलाई बधाईका शब्दहरू यति बेला हामी व्यक्त गर्न चाहन्छौँ सन्तोषताङ र त्यसै गरेर आप्सु बिच आजको खेल देख्न सकिन्छ प्रतिस्पर्धालाई यो खेल जारी अनुमान लगाउन सकिन्छ र बाहिरबाट आउने सम्पूर्ण तमाम दर्शक महानुभावहरूले पनि यति बेला यो खेललाई मायाले राख्नुभएको हामी देख्न सकिन्छ र धन्यवाद हाम्रा सम्पूर्ण पञ्चराजाका परिवार र हामी उहाँहरू देखिन्छ होला त हामी अब हामी गाउँमा वरिपरि घुम्दै र घुमाउँदै हाम्रा पञ्चराजाका सदस्यहरूले केही छन् केही क्षणमा रोकिँदैन हाम्रा लाइनमा घुमाउँदै चाहन्छु र हाम्रा सम्पूर्ण खेलाडीको ऊर्जाको लागि हाम्रा सम्पूर्ण आधुनिक सम्पूर्ण दर्शक महानुभावहरूले कृपया एकचोटि बलगातर गरी ताली बजाउनुको लागि हाम्रा दुवै टिमहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु कृपया दुवै टिम हाम्रो ग्राउन्डहरू पनि घुमाइदिनु होला खेलाडीको लागि ऊर्जा प्राप्त गराउनको लागि हाम्रा सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूलाई एकचोटि जोरदार ताली बजाइदिनु अनुरोध गर्न चाहन्छु बच्चाहरूलाई कृपया बाहिर लगाइदिनु होला हाम्रा बच्चाहरूलाई बाहिर लगाइदिनु होला हाम्रा स्वयंसेवक भाइहरू कता हुनुहुन्छ पर्दा परिवार कुमारी परिवार हामी भाइहरू देखिरहेको छौँ हेलो फेसबुक लाइभ हेरेर बस्नुहुने सम्पूर्ण दर्शकबिनहरू नमस्कार। म यति बेला चन्द्रकोट गाउँपालिका वार्ड नम्बर 8 तुराङमा चण्डिस्तान युवा क्लबले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज फाइनल दिन
चण्डिस्थान युवा क्लब वर्सेस आफ्टर भोलिबल क्लब बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टिममा एकदमै अनुभवी खेलाडीहरू हामी देख्न सक्छौँ। आफ्टर भोलिबल क्लबका खेलाडी लक्ष्मण सुनार, कुष्मन थापा, पारस सुनार, सन्दीप अर्याल, त्यस्तै गरी विमल परियार, हिमाल परियार र रिसु सुनार र विक्रम सुनार हुनुहुन्छ भने टिम म्यानेजरमा बिरबल गुरुङ, त्यस्तै गरी म चण्डिस्थान युवा क्लबका खेलाडी मित्रहरूको देखाउन गइरहेको छु। तर यति बेला चण्डिस्थान युवा क्लबबाट हुनुहुन्छ विनोद विक, राजन विक, त्यस्तै गरी सागर सुनार, गिरिश परियार र सन्दीप सुनार, निश्चल सुनार र आशिष सुनार हुनुहुन्छ भने आफ्टर भोलिबल क्लबका खेलाडीमा कुष्मन थापा, लक्ष्मण सुनार, पारस सुनार, हिमाल परियार, विमल परियार र ऋषि सुनार र विक्रम परियार हुनुहुन्छ। गीतमा शरीर बाँध्नको लागि खेलप्रेमी मित्रहरू, खेलाडीहरू र आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूलाई केही क्षण राष्ट्रिय गीतमा सरिक हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सबै आदरणीय दर्शक महानुभावहरू हाम्रा आफ्टर भोलिबल क्लबका सदस्य साथीहरू, हाम्रो आफ्टर भोलिबल क्लबका टिम म्यानेजर हाम्रो आदरणीय व्यक्तित्व बिरबल गुरुङ, चण्डिस्थान युवा क्लबका संयोजक बाबुराम रजालीज्यू, त्यस्तै गरी चण्डिस्थान युवा क्लबका भलिबल खेलाडी भाइहरू सन्दीप सुनार, विनोद विक, निश्चल विक, त्यस्तै गरी किरिश परियार, आशिष सुनार, सागर सुनार र सन्जु परियार, त्यस्तै गरी राजन विक हुनुहुन्छ। सम्पूर्ण दर्शकहरू आफ्नो तरिकाले बसाइ व्यवस्थापन गर्दै खेलको अवलोकन गर्दै हुनुहुन्छ। वरिष्ठ चन्द्रबाका श्री धनबहादुर नेपाललाई पहिलो सर्भिस गरेर हाम्रो यो औपचारिक खेललाई आजको यो फाइनल खेल 5 बेस्टको हुनेछ। दुवै टिममा अनुभवी खेलाडीहरू हामी देख्न सक्छौँ। आजको खेललाई मुख्य रेफ्रीको भूमिका गर्दै हुनुहुन्छ भेषबहादुर पचवैया, त्यस्तै गरी सहायक रेफ्रीको भूमिका निर्वाह गर्दै हुनुहुन्छ विशाल सुनार। हाम्रो चण्डिस्थान युवा क्लबका सम्पूर्ण भाइहरूलाई म बल उपलब्ध गराइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया बल उपलब्ध गराइदिनु होला। भाइ कमल हामी देख्न सक्छौँ यति बेला दुवै टिमका खेलाडी मित्रहरू गिराउन्ड प्रवेश गर्दै हुनुहुन्छ। अबको खेल हामी चण्डिस्थान युवा क्लब ए र त्यसै गरेर एकैछिन खेल रोकिदिनु होला। हाम्रा प्रमुख एम्पायरलाई म अनुरोध गर्न चाहन्छु र म युथ भिजन युवा क्लब चन्द्रकोट 8 कर्मीले सादिक वार स्तरीय भलिबल खेल राखेको छ
मिति मङ्सिर 23 गतेबाट फर्स्ट प्राइज नगद रु 20,000, सेकेन्ड प्राइज नगद रु 15,000 र थर्ड प्राइज नगद रु 10,000 भनेर भनेको छ। यदि इच्छुक व्यक्ति कोही हुनुहुन्छ भने हाम्रो मजुवाको भलिबल मैदानमा आफ्नो खेल प्रदर्शन गरिदिनुको लागि 77 महिना 23 गतेको दिन कृपया युथ भिजन युवा क्लब चन्द्रकोट 8 मजुवाले आयोजना गरेको भलिबल प्रतियोगितामा शरीक भइदिन हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अब हामी कृपया जे प्रति असजिलो भएको महसुस छ, यदि बाइक त्यहाँनिर कसैको छ भने यदि सम्बन्धित व्यक्तिले आफ्नो बाइकलाई सहजीकरण गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। र अब हामी पहिलो सर्भिस गर्नको लागि म वरिष्ठ चन्ददाता दानबहादुर नेपालीले यति बेला पहिलो सर्भिस गर्नको लागि र बल असफल हो। र नम्बर यति बेला कुनै नम्बर कसैको खातामा पनि जोडिएको छैन। असफल यति बेला चन्द्रस्थानी युवा क्लबका साथीबाट र नम्बर 1-0 आप्चोर युवा क्लबले 1 नम्बर नम्बर 2 बराबर। रेफ्रीद्वारा फलको संकेत, यसको फाइदा आयोजकलाई। नम्बर 3-2 बाटोमा बाइक नराखिदिनु होला, हटाइदिनु होला बाटोको बाइक। पुनः नम्बर आयोजकलाई नै 4-2 बल जालीमा, यसको फाइदा आयोजकलाई। नम्बर 5-2 आयोजकको 5 छ भने अप्चरको 2 5-2 उत्कृष्ट शट जर्सी नम्बर 9 का खेलाडी मित्रबाट, यसको फाइदा अप्चरलाई। नम्बर 3-5 उत्कृष्ट शट, उत्तिकै डिफरेन्स पनि। त्यसैगरी आयोजकले 1 नम्बर थप्दै आफ्नो अङ्क 6 पुर्याएको छ भने अप्चरको 3 6-3 उत्कृष्ट शट आयोजकका मित्रबाट। नम्बर 7-3 नम्बर 7-3 उत्कृष्ट सर्भिस, यसको फाइदा आयोजकलाई। नम्बर 8-3 आयोजकको 8 छ भने अप्चरको 3 उत्कृष्ट शटसँगै डिफरेन्स पनि।
15 नम्बर आयोजकलाई नै 9-3 आयोजकको 9 छ भने आपचौरको 3 9-3 उत्कृष्ट डिफेन्स यसको फाइदा आयोजकलाई नम्बर 10-3 10-3 बल जालीमा यसको फाइदा आपचौरलाई नम्बर 4-10 आपचौरको 4 छ भने चण्डीस्थानको 10 4-10 उत्कृष्ट सर जर्सी नम्बर 6 का मित्रबाट यसको फाइदा चण्डीस्थानलाई नम्बर 11-4 उत्कृष्ट शट यससँगै आपचौरले 1 नम्बर थप्दै आफ्नो अङ्क 5 पुर्याएको छ भने चण्डीस्थानको 11-5-11 त्यसै गरी चण्डीस्थानको नम्बर 12 छ भने आपचौरको 5 12-5 उत्कृष्ट शट यसको फाइदा आयोजकलाई नम्बर 13-5 जालीमा यसको फाइदा आयोजकलाई नम्बर 14-5 आयोजकको 14 छ भने त्यसै गरी आयोजकको 15 छ भने आपचौरको 5 15-5 बल जालीमा यसको फाइदा आपचौरलाई नम्बर 6-15 आपचौरको 6 भने आयोजकको 15 6-15 उत्कृष्ट शटसँगै डिफेन्स पनि उत्कृष्ट शट यसको फाइदा आयोजकलाई नम्बर 16 छ नम्बर चण्डीस्थानलाई नै 17 छ बल आउट यसको फाइदा आपचौरलाई नम्बर 7-17 उत्कृष्ट शट जर्सी नम्बर 6 का खेलाडी मित्रबाट यसको फाइदा चण्डीस्थानलाई नम्बर 18-7 बल आउट यसको फाइदा चण्डीस्थानलाई नै नम्बर 19-7 पुनः नम्बर चण्डीस्थानलाई नै 20-7 उत्कृष्ट शट जर्सी नम्बर 7 का खेलाडी मित्रबाट नम्बर 8-20
बल जालीमा, यसको फाइदा चण्डिस्थानलाई। नम्बर 22-8 21-8। ल केटा पाठो तिमीलाई चञ्चललाई उत्कृष्ट शट, यसको फाइदा आर्चरलाई। नम्बर 9-21। बल आउट, यसको फाइदा आयोजकलाई। नम्बर 22-9। पुनः नम्बर आयोजकलाई नै 23-9। नम्बर आर्चरलाई 10-23। उत्कृष्ट शट आयोजकका मित्रबाट, यसको फाइदा आयोजकलाई नै। नम्बर 24-10 अर्थात् लास्ट 10। उत्कृष्ट शट नम्बर 11-24। नम्बर आर्चरलाई 12-24। पुनः नम्बर आर्चरलाई नै 13-24। त्यसै गरी चण्डिस्थान युवा क्लबले 1 सेट हात पारिसकेको छ। ल केटा पाठो तिमीला ओ चञ्चललाई पाठो तिमीला मैं बैटरी लो बानो त्यसै गरी आयोजकले खाता खोल्न समय नम्बर 10।
त्यसैगरी आप्चरले नि खाता खोल्न सफल नम्बर 1 बराबर। त्यसैगरी आयोजकले 1 नम्बर थप्दै आफ्नो अङ्क 2 पुर्याएको छ भने आप्चरको 1-2-1। त्यसैगरी आप्चरले पनि आफ्नो अङ्क 2 पुर्याएको छ भने आयोजकको पनि 2 बराबर। उत्कृष्ट शट, यसको फाइदा आयोजकलाई नम्बर 3-2। त्यसैगरी आप्चरले पनि आफ्नो अङ्क 3 पुर्याएको छ भने आयोजकको पनि 3 बराबर। उत्कृष्ट ब्लक, पुनः पनि उत्कृष्ट ब्लक, उत्कृष्ट प्लेस सँगै उत्कृष्ट डिफेन्स पनि। हेरौँ बल कसले गिराउँछ। उत्कृष्ट प्लेस सँगै डिफेन्स पनि। उत्कृष्ट शट जर्सी नम्बर 6 का खेलाडी मित्रबाट, यसको फाइदा आयोजकलाई नम्बर 4-3। उत्कृष्ट सर्भिस, बल जालीमा, यसको फाइदा आप्चरलाई नम्बर 4 बराबर। आप्चरको 4 छ भने चण्डीस्थानको पनि 4 बराबर। उत्कृष्ट ब्लक, यसको फाइदा चण्डीस्थान युवा क्लबलाई नम्बर 5-4। चण्डीस्थानको 5 छ भने आप्चरको 4 उत्कृष्ट ब्लक आप्चरका खेलाडी मित्रबाट नम्बर 6-4। पुनः नम्बर चण्डीस्थानलाई नै 7-4। बल जालीमा, यसको फाइदा आप्चरलाई नम्बर 5-7। उत्कृष्ट शट, यसको फाइदा आप्चर ग्रुपलाई नम्बर 6-7। उत्कृष्ट शट जर्सी नम्बर 6 का खेलाडी मित्रबाट, यसको फाइदा आयोजकलाई नम्बर 8-6। पुनः नम्बर आयोजकलाई नै 9-6। आयोजकको 9 छ भने आप्चरको 9-6। उत्कृष्ट शट जर्सी नम्बर 7 का खेलाडी मित्रबाट, यसको फाइदा आप्चरित ग्रुपलाई नम्बर 7-9।
पुनः नम्बर आप्चरलाई नै 8-9। उत्कृष्ट प्लेस, यसको फाइदा आयोजकलाई नम्बर 10-8। 10-8। बल आउट, यसको फाइदा आयोजकलाई नम्बर 11-8। उत्कृष्ट प्लेस जर्सी नम्बर 9 का खेलाडी मित्रबाट, यसको फाइदा आफ्टर युथ ग्रुपलाई नम्बर 9-11। चण्डीस्थानबाट खेलेछन् के त्यहीबाट आज चाहिँ यसले गेम मिलेको छैन। उत्कृष्ट शट सँगै डिफेन्स परे, यसै नम्बर आप्चरलाई 10-11। पुनः नम्बर आप्चर युथ ग्रुपलाई 11 बराबर। उत्कृष्ट ब्लक, यसको फाइदा आप्चर युथ ग्रुपलाई नम्बर 12-11। उत्कृष्ट शट जर्सी नम्बर 6 का खेलाडी मित्रबाट, यसको फाइदा चण्डीस्थानलाई नम्बर 12 बराबर। कृष्ण शेरचन्द दाई यो आप्चरको भाइहरूलाई चाहिँ पहिल्यैदेखि चाहिँ आयोजकले कन्ट्याक्टमा लिएर चाहिँ लिएको रहेछ। त्यसैगरी चण्डीस्थानले 1 नम्बर थप्दै आफ्नो अङ्क 13 पुर्याएको छ भने आप्चर युथ ग्रुपको 12, 13-12। उत्कृष्ट प्लेस, यसको फाइदा आप्चर युथ ग्रुपलाई नम्बर 13 बराबर। आप्चरको खेलाडीहरूलाई चाहिँ पहिलेदेखि आयोजकले कन्ट्याक्टमा लिएको भएर हाम्रो आप्चरको खेल चाहिँ उत्कृष्ट शट सँगै डिफेन्स पनि कमजोरी भएको हो कि जस्तो लाग्यो। उत्कृष्ट प्लेस खेलाडी मित्रबाट, यसको फाइदा आप्चरलाई नम्बर 14-13। उत्कृष्ट शट आयोजकका खेलाडी मित्रबाट नम्बर 14 बराबर। आयोजकको 14 छ भने आप्चरको पनि 14 बराबर। बल आउट, यसको फाइदा आप्चर युथ ग्रुपलाई नम्बर 15-14। पुनः नम्बर आप्चरलाई 16-14। बल आउट, यसको फाइदा आयोजकलाई नम्बर 15-16। उत्कृष्ट सर्भिस, शान्तिपुरको आप्चरसँग हार्यो दाइ। उत्कृष्ट शट पनि, यसको फाइदा हारिसक्यो दाइ आप्चरलाई नम्बर 17-15। यो फाइनल गेम भइरहेछ अहिले। बल जालीमा, यसको फाइदा आयोजकलाई नम्बर 16-17। उत्कृष्ट शट जर्सी नम्बर 8 का खेलाडी मित्रबाट, यसको फाइदा आप्चरलाई नम्बर 18-16। बल आउट, यसको फाइदा
आर्चरित ग्रुपलाई नम्बर 19-16। उत्कृष्ट शटसँग डिफरेन्स पनि उत्कृष्ट प्लेस। उत्कृष्ट शटसँग ब्लक पनि यसको फाइदा आयोजकलाई नम्बर 17-19। नम्बर 17-19 आयोजकको 17 छ भने आर्चरित ग्रुपको 19। विभाजन भएको होइन दाइ यो उत्कृष्ट शट पहिलेदेखि यसको यो फाइदा आयोजकले आफसरको साथीहरूलाई कन्ट्याक्टमा लिएको भएर नम्बर यताउति भएको साथीभाइहरू 20-17 बल आउट। यसको फाइदा आयोजकलाई नम्बर 18-20। आयोजकको 18 छ भने आर्चरित ग्रुपको 20। 18-20। उत्कृष्ट शटसँग डिफेन्स पनि उत्कृष्ट शट। उत्कृष्ट शट जर्सी नम्बर 6 का खेलाडी मित्रबाट। यसको फाइदा आयोजकलाई नम्बर 19-20। आयोजकको 19 छ भने आर्चरित ग्रुपको 20। 19-20। उत्कृष्ट प्ले पुनः नम्बर आयोजकलाई नै 20 रेफ्रीद्वारा टाइम आउटको सङ्केत। सर्भिसमा जर्सी नम्बर 6 का खेलाडी मित्र उत्कृष्ट शटसँग ब्लक पनि। यसको फाइदा आयोजकलाई नम्बर 21-20। आयोजकको 21 छ भने आर्चरित ग्रुपको 20। 21-20 बल आउट। यसको फाइदा आर्चरलाई नम्बर 21 बराबर। उत्कृष्ट शटसँग डिफेन्स पनि। त्यसै गरी आर्चरले 1 नम्बर थप्दै आफ्नो अङ्क 22 पुर्याएको छ भने आयोजकको 21। 22-21 उत्कृष्ट शट आयोजकका खेलाडी मित्रबाट। यसको फाइदा आयोजकलाई नै नम्बर 22 बराबर। उत्कृष्ट शट उत्कृष्ट प्लेस आयोजकका मित्रबाट। यसको फाइदा आयोजकलाई नै नम्बर 23-22। आयोजकको 23 छ भने आर्चरको 22। 23-22 निकै नै प्रतिस्पर्धा भएको छ यो खेल हामी यहाँ देख्न सक्छौँ। त्यसै गरी आयोजकले 1 नम्बर थप्दै आफ्नो अङ्क 24 पुर्याएको छ भने आर्चरको 22। 24-22 उत्कृष्ट शट जर्सी नम्बर 7 का खेलाडी मित्रबाट। यसको फाइदा
आप्चर युथ ग्रुपलाई नम्बर 23-24 निकै नै प्रतिस्पर्धा भएको छ। उत्कृष्ट शट जर्सी नम्बर 14 खेलाडी मित्रबाट, त्यसै गरी आयोजकले 2 सेट नै आफ्नो खातामा पारिसकेको छ। बराबरै गएर पनि बराबर गयो। स्टेजमा सम्पर्क राखिदिनु होला। बाबुराम राजाले त्यसै गरी सर्भिस गर्ने पालो चण्डिस्थानको त्यसै गरी आयोजकले खाता खोल्न सफल नम्बर 1010। त्यसै गरी आप्चरले पनि खाता खोल्न सफल नम्बर 1 बराबर। उत्कृष्ट प्लेस सँगै डिफेन्स पनि पुनः उत्कृष्ट प्लेस, यसको फाइदा आप्चरलाई नम्बर 2-1। उत्कृष्ट प्लेस आयोजकका मित्रबाट, यसको फाइदा आयोजकलाई नम्बर 2 बराबर। उत्कृष्ट शट आयोजकका मित्रबाट, यसको फाइदा आयोजकलाई नै नम्बर 3-2। उत्कृष्ट शट जर्सी नम्बर 7 का खेलाडी मित्रबाट, यसको फाइदा आप्चरलाई नम्बर 3 बराबर। उत्कृष्ट प्लेस सँगै डिफेन्स पनि बल आउट, सँगै आप्चरले 1 नम्बर थप्दै आफ्नो अङ्क 4 पुर्याएको छ भने आयोजकको 3-4-3। उत्कृष्ट शट आयोजकका मित्रबाट, यसको फाइदा आयोजकलाई नै नम्बर 4 बराबर।
उत्कृष्ट शट यसको फाइदा आप्चरलाई नम्बर 5-4 आप्चरको 5 छ भने आयोजकको 4-5-4 उत्कृष्ट प्लेयरसँगै डिफेन्स पनि उत्कृष्ट प्लेयर्स यसको फाइदा आप्चरलाई नम्बर 6-4 बल राइट यसको फाइदा आप्चरलाई नै नम्बर 7-4 हेलो उत्कृष्ट शट जर्सी नम्बर 6 का खेलाडी मित्रबाट यसको फाइदा आयोजकलाई नम्बर 5-7 उत्कृष्ट शट जर्सी नम्बर 4 का खेलाडी मित्रबाट